पहिलो कार्यक्रम हो तातो बहस एक्सन। कार सबै मित्रहरु स्वागत छ। नमस्ते, धन्यवाद। यो केपी ओली खराब हुन्थ्यो भने कोही छ त भन्नु केपी ओली खराब हो। देश हाम्रो सान केपी ओली हाम्रो देश हाम्रो सान केपी ओली हाम्रो देश हाम्रो सान केपी ओली लाइक त दिनुहोस् बाबा के छेउमै हुन्छ लाइक हामी गोली ठोकिदिन्छौँ। हामी राम्रो बेहोरा गरेर बस अलि बाँच्छस् यस्तै बेहोरा गर्छन् धेरै बाँच्दैन एबार चुनाव दिन चाहन्छु। ठीक भन्नुभयो। बिल्कुल बिल्कुल रेलको कुरा मात्रै गरेनौँ, रेलको लिग बनायौँ, रेल ल्यायौँ। हामीले चलाएको रेल आफ्नै रेल हो, आफैले ल्यायौँ। पर्खा पर्खा मायालुमा पनि त आम्ला रेलको झला समाएर सँगै भागौँला। पर्खा पर्खा मायालुमा पनि त आम्ला रेलको झला समाएर सँगै भागौँला। हे माया कहिले रोइदिन्ला, हे माया कहिले हँसौँला, हे माया कहिले बसौँला, हे माया कहिले नाचौँला। एमालेको केपी ओलीको हातमा देश दियो भनेदेखि राष्ट्रलाई कहाँ खाल्डो कसले खानु खाल्डो हुन्छ। ए गाउँको नेतासँग के भन्छ त अब एमालेलाई नै भोट हाल्ने हो त तपाईँहरू? किन एमालेमा हाल्ने? नेकपा एमाले जिन्दाबाद भन्नुहोस्। केपी ओली ठिक लाग्छ तपाईँलाई? जय घन्टी भन्दैछ त। चुनाव गराए एमाले चुनाव जित्छ। नापिस तेरो पार्टीले कसरी जित्छ? आफै भोट हालेर जित्ने पाथकी बुढा। सहज ढंगले निर्वाचन सम्पन्न होस्। को तपाईँ चुनाव गराउने? पर्चा त छेपारोलाई चिन्दैनस् होइन, चुनाव गर्न नदिने ताजाका खोस्। नेकपा एमालेको झोलेको त कुरै नगर्नु, ती थाङ्नाको के कुरा गर्नुहुन्छ? एमाले पनि मान्छे हो। पिटेको देखेर मजा त आयो, तर केपी ओलीलाई नपिटेको देखेर दुःख नि लाग्यो। ओली सर, शेरबहादुर सर, तपाईँले धेरै योगदान गर्नुभयो यो देशका लागि, धन्यवाद दिन चाहन्छु। बढी भो, सहने नसक्ने भो, अति भो होइन र? हो, यिनीहरूले देश बनाउँदैन। प्रचण्डले कहिल्यै देश डेभलप गर्दैन, केपी ओलीले कहिल्यै देश डेभलप गर्दैन। हेलो हेलो, यो सही हो। देश विकास गर्न मन नलागेको जति सबलाई खट्टा हानेर मारिदिउँ। एकचोटि चाहिँ त्यही गरौँ। अब जहाँ गएर प्रचण्डलाई खट्टा हान्दे त्यसको विशाल बजार आगो लगाइदे। भ्रष्टाचारीहरूको घर भत्काउँदैछौँ, गाडीमा आगो लाउँदैछौँ। भत्काइदे गर आगो लगाइदे। आज मैले यहाँ आगो लाउनु मन थियो। रणको छोराहरू सबले गोली खानेवाला छ। अब प्रचण्डलाई मार्छ। प्रचण्डलाई मार्दै मलाई एक थरीले त मार्नै खोज्यो। प्रचण्डलाई मार्दै म्याच। हजुर आफै गोली हानिदिनुहोस् भन्छु मैले। मलाई डर लागेछ क्या, यो नामर्द भयो आजदेखि। डर लाग्दैन। हिम्मत सक्यो। कसैले गोल ठोकिदिनु के गर्छ? तँलाई बचाउनु म छु। मलाई कसैले मारिदियो भने के गर्ने भन्नु? मारोस् न त दाइ, के फरक पर्यो? मरौँला। मर्न तयार, पर्यो भने मर्न तयार छौँ, पर्यो भने मार्न तयार छौँ। मार्दे। हेलो प्लिज यो हलभित्र चाहिँ नबोल्नु त। बोल्नु चाहिँ एकदम मनाइ छ, ठ्याम्मै। केपी ओली मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या, म त छटपट्टि नै हुँ। के हो? थु भन्न चाहन्छु, तिमीहरूलाई म थु भन्न चाहन्छु। तपाईँ पनि हान्नुहुन्छ? अच्छा रेलको लिग पनि हामीले बनायौँ, रेल पनि किन्यौँ। चलाउने मान्छेलाई ट्रेनिङ दिउँ न भन्दाखेरि हाम्रो मन्त्रालयको बुद्धि पुग्दैन। हामीले त्यति रेल चलाउने मान्छेको ट्रेनिङ दिलाउन मैले नै चाहेर पनि सकिनँ। गफ अलि बढी भयो जस्तो लाग्यो। ल चुनाव चलेर केही पनि हुँदैन, देश डेभलप गर्न पैसा चाहिन्छ। लोकल लक्ष्य र गाजा मात्र बेच्ने हो भने प्रत्येक नेपाली 1-1 करोड बाँड्न पुग्छ राइट नाउ अहिले भर्खरै। सिरियसली ब्रो, स्वर्णिम बघेल यहाँ हुनुहुन्छ। डाक्टर साहब आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस्। रुको जरा, सबर करो। पैसा ल्याउ त, पैसा ल्याउ। 32,000 करोड मात्रै। 21,000 करोड डलर। हजुर गरीब भयो। अच्छा ओए म्याथ सिक्नेहरू यहाँ सुन, सुरुमा त प्रचण्डै सुन यहाँ।
नारीहरूलाई चलाउन दिइराख्ने देश हो यस्तो किन भन्दाखेरि हरेक चोटिमा चाहिँ हामीले बन्छ भन्दा भन्दै म आज 37 इयर्स हुन लागिसक्यो सिधा कुरा भनिदिउँ चेतन दा सिधा कुरा भनिदिउँ हेर सरकार बना मात्र 34 वर्ष भइसक्यो होइन प्रेसिडेन्ट हुने ऊ पुगिसक्यो यहाँ सरकारको सरकार भन्ने नयाँ पार्टी खोलिदिउँला नेपाल विकास पार्टी भन्ने नयाँ पार्टी मैले खोल्नु नपरोस् हेर मैले देखाएको छु बिपी कोइरालाले 25-26 वर्षदेखि भाषण दिन्थ्यो म पनि पुगेँ 25 वर्ष आई एम नट किडिङ यु सरकार यहाँ आएर स्ट्रेट अप नाम भन्दिनँ कसैको किनकि नाम भन्यो भने केस लगाइदिन्छ के गरिदिन्छ यसले मेरो मानहानी गरे होइन देश हानी तैँले गरिरहेछस् कुरा बुझ ठिक भन्नुभयो बिल्कुल